मलाई त त्यो एसीमा बस्दा बस्दै भन्नु लुगा लागेको चिसो छ है मास्क पनि छैन मास्क छैन र त खाली छ है साँच्चै काठमाडौँमा त्यो हाम्रो त्यो धरानतिर मान्छे कति हुन्छ यहाँ त छैन त त्यहाँ मान्छे जापान भन्दा के रहेछ सम्झिन्छ हेर्नु यहाँ न रोड छ न रोड ठुल्ठुलो छ न घर ठुल्ठुलो छ न यहाँ गाडी छ यहाँ ट्रेन मात्रै हो साइकल मात्रै चल्दो रहेछ के गर्ने यो ठाउँमा चाहिँ फेरि साइकल पार्किङ मात्रै हुन्छ यहाँ गाडी पार्किङहरू छैन साइकल पार्किङहरू यहाँ साइकलको भ्यालु भनेको जापानमा मात्रै देखेँ मैले एउटा गाडीले यस्तो छ गाडी यत्रो छ गाडीहरू छैन त यहाँ आएको चाहिँ के भन्छ यहाँ मात्रै छ कि भ्यालु साइकलको नेपालमा यस्तो भ्यालु छ पहिलो के भन्छ ट्रान्सपोर्टेसनको लागि पहिलो साधन भनेको साइकल यस्तै बिल्डिङ छ त नि होइन हौ यतिकै नि बुढाबुढीको कस्तो आइरहेको छ हेर्नु उता एकछिन यतिकै मिलाएर क्या होस् न त नि बिचार हेरिरहेको उता हेर ठिकै मिल्छ कि भिटन अरे के भन्छ के अरे अर्को प्राडा अरे गुच्ची अरे सबै यहाँ यो एरियामा रहेछ ऊ चाहिँ तर हामीले चाहिँ किन्न सकिँदैन किन्नु त सकिन्छ तर एकदम महँगो पर्छ तर हेर्दै चाहिँ हिँड्ने हो कोबे मोटोमाचीबाट हामी भित्र छिरेर ठक्क ट्रेनमा जान्छौँ होइन कोबे यो माथिको त क्यारे बजार जस्तै लाग्यो मलाई त डाँडा बजार कस्तो दामी छ त त्यो ठाउँ पनि सबै तल माथिको भ्यू हो यो
5 तला माथि छौँ 5 तला कि 6 तला माथि छौँ तो टेक्नोलॉजी बना रहे हैं यसको मुनि कति 5 तला माथि छौँ हामी भने त्यसको तल यो चाहिँ पत्लो अहिले मलाई म उधो जाँदा देखाइदिन्छु यो सबै गाँसेको छ सबै गाँसेको छ के गर्नु यतिकै भिडियो बनाइबस्छु छत्तीस मिनट भयो ओके 36 सेकेन्ड भएर राख्दिनु दाइ सामने जो बुढाबुढीको इन्जोय छ हिजोदेखि लगभग हामी आज बिहानको 9-10 बजी निस्केको होला साँझको 6-7 बजी धर्मको हुनु आँट्यो र साथीहरू अब चाहिँ आजलाई यति नै अर्को भिडियोमा भेटौँ होला यस्तै रमाइलो सिनहरू देखाउँला बाई बाई टेक केयर एभ्रीबडी गुड नाइट ह्याभ अ स्विट ड्रिम लभ यु अल बाई बाई